महानगर त चलाए देश चलाएर देखाउन् भन्ने पुराना दलहरूलाई जिल्ल पार्दै बालेन सिंहदरबार छिरेको पनि हेर्दा हेर्दै 100 दिन पुगेछ। यो 100 दिनमा देशले के पायो? सिंहदरबारका पुराना फाइलहरू कसरी पल्टिए? आज हामी सिधा कुरा गर्नेछौँ। बालेन सरकारको 100 दिन, कति कुरा भए पुरा, कति बाँकी, कति अधुरा। सिधै विषयवस्तुमा जाउँ। सुरु गरौँ त्यहाँबाट जहाँ प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि ढुसी परेको सिंहदरबारको प्रशासनिक संयन्त्र र दलीय सेटिङलाई हल्लाइदिए। कति कुरा भए पुरा, सुन्नुस्। नम्बर 1, भिआइपी र भ्रष्टाचारीको सातो गयो। प्रधानमन्त्री बनेकै हप्ता दिनभित्र वर्षौंदेखि लुकाइएका ठूला ठूला भ्रष्टाचार, सरकारी जग्गा हडपेका काण्ड र तस्करीका फाइलहरूमा सिधै एक्सन सुरु भयो। कानुनको नजरमा कोही सर्वसाधारण, कोही भिआइपी हुन्न भन्ने कुरा बालेनले प्रधानमन्त्रीको कुर्सीबाट प्रमाणित गरिदिए। नम्बर 2, सरकारी कार्यालयमा टाइम कार्ड र छड्के। मन्त्रालय र सरकारी कार्यालयहरूमा आज काम हुँदैन, भोलि आउनुस् भन्ने व्यथिति अन्त्य गर्न टाइम कार्ड लागू गरियो। ढिलासुस्ती गर्ने कर्मचारीहरूलाई सिधै कारबाहीको दायरामा ल्याइयो। नम्बर 3, ट्रान्सपरेन्ट क्याबिनेट। मन्त्री परिषदका मुख्य नीतिगत निर्णयहरू र देशको बजेट खर्चको विवरण अनलाइन मार्फत पारदर्शी बनाइयो। जनताले आफ्नो करको पैसा कहाँ जाँदैछ सिधै हेर्न पाए। यो हो एक्सन। तर के 100 दिनमै देशको कायापलट भइसक्यो त? छैन। केही यस्ता राष्ट्रिय मुद्दाहरू छन् जसको नेब त बसालियो तर नतिजा आउन अझै बाँकी छ। र मेरो प्रश्न यहाँनिर पनि छ। पहिलो हो बन्द उद्योगहरू पुनर्जीवन दिने योजना। देशका रुग्ण र बन्द भएका सरकारी उद्योगहरू बिउताएर रोजगारी सिर्जना गर्ने घोषणा त भयो, तर ती उद्योगहरू पूर्ण रूपमा सञ्चालन नआउन अझै बाँकी छ प्रधानमन्त्रीज्यू। दोस्रो, वैदेशिक नीति र सीमा सुरक्षा। छिमेकी देशहरूसँगको कूटनीतिक सम्बन्ध र सीमाका मुद्दाहरूमा बालेन सरकारले दोहोरो अडान त लियो, तर टेबल टल्क मार्फत ती समस्याहरूलाई सधैँका लागि चुङ्ग्याउन अझै समय लाग्ने देखिन्छ। तेस्रो, मुलुकको आर्थिक सङ्कट निवारण। बैंकको ब्याजदर, सहकारी पीडितको पैसा फिर्ता र अर्थतन्त्रको मन्दी सुधार्न चालिएका कदमहरूको ग्राउन्ड रियालिटी देखिन अझै बाँकी नै छ। अब आउँ त्यो पाटोमा जहाँ प्रधानमन्त्री बालेन शाहलाई संसद र सडक दुवैतिरबाट घेराबन्दी गर्न खोजिँदैछ। कति कुरा अधुरा, बालेन कहाँनिर अड्किए? मेरो पहिलो प्रश्न, संसदको घेराबन्दी र बहुमतको खेल। बालेनले एक्सन लिन खोज्दा